भान्से यस्तो छ त्यो डोब्नु पर्छ नि त त्यो त को रहेछ अल्छी मासुमा डोब्न न अल्छी को हो त्यहाँ धेरै झऱ्यो नि त धेरै झर्दैन त अल्छी भएर हो हाम्रो बाबा मेलामा ढेँडो दिन्थ्यो र ढेँडो कप्प तल हाल्दै थाले नउकिने अरे के गफ नहान अनि यो त चिजको चिज हो नि त अहिले हार के पहिला त अब गाह्रो कस्तो हाल्नै नजाने गरेर त्यो यसरी झारेर सब झ्यामझुम भागमा हालिदिनु हुन्छ अनि सेला हुन्छ ढेँडो त काम छैन त नि धेरै भयो नि नखाला न भनेर नि फेरि बोल त्यति भइहाल्नुहुन्छ कि दाइले हालिदिनु न अलिकति मैले हान्छु यति त त्योभन्दा बेसी हान्नु न हान्न त फेरि तिमीलाई कम हुन्छ नि त यत्रो यत्रो छ तिमीलाई खै त ऊ त्यो मलाई परेछ अल्छीको भाग त यस्तो जाँगरिलो मान्छेलाई अल्छीको भाग परेछ गाँठी मलाई गरेर न त्यो ठुलो खाने नि त यो खाइदियो नि त होइन खानु होइन म त्यही खानु दुइटै कस्तो हो हुन्छ खान सक्ने खाने अब मासु एकचोटि फेरि झोल एकचोटि एकैचोटि झ्यामझ्याम हालिदिनु न गुन्द्रुकको चटनी छैन अहिले चौटा छुट्टेला नि त भनेर हाल्नु लाग्यो पारा त्यही हो कि नि त केही नि हुन्न मेरो यस्तै छ पारा ल म सुरुवात गरौँ के यसले अब के पार्यो होला तातो भइसक्यो कान्छीले चाहिँ मृगला परेछ किड्नी पाङ्रा हेर्नु मासु भयो मलाई त है बुवा त्यो थाल्यो नि त फुचे के खान्छ यो भनेको रमाइलो हो क्या त्यो मलाई हो के आनन्द भन्दा नि तिमी त भात खाने हो ढेँडो खाने मलाई दियो म पुगिदिइहाल्थेँ म दिइहाल्छु नि लु झ्याम्की झ्याम खानु ढेँडो अलिकति हाल नि त हालिदिने कि अहिले त्यो सेलाइ सिजन चिसो भइसक्यो हुन्छ उहाँले ओठतिर पुरै लागेर बस्छ फेरि होइन नि लोकल कुखुरा त लाग्दैन दाइ मेरो यस्तै छ ए झर्ला भुइँमा दाइले समात्नु भएर मात्रै नत्र त्यो पल्टिन्छ काटी चम्पस मात्रै छेउको लिएर नि यहाँ बस्छ नि त सबै तान्छ दाइ खोइ पानी चाहिँ अब पानी चाहिँ छैन पानी छ पानी अब झोल तान्लियो खाऊ 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 अहिले खान्न भने छोरोले बाउ ठुलबाल दियो अघि रहेछ खाएको नि एक गिलास होइन हरियो बोतल पानी उसमा पो हालेको त ल्याउँदैन त्यो हजुरबाउलाई दे अड्काउँछस् मम्मीले यो होइन मेरो बा होइन यो हो धेरै कुरो नगर आमामामामा धेरै ढेँडो सुरु भइरहेछ है पुरा सेल्फी पनि हान्नुपर्छ ढेँडो यस्तो गरेर है ढेँडो खाने हो सबैजना झ्याम्मा बस्छ यस्तै छ पारा ढेँडोको आमा पुरै हानेछ नि त उनले नुन लाग्यो कम भयो अब पेटैमा लाग्छ नानी ठिकै लाग्छ माइलाई नि बडाउ ढेँडो खाना तँलाई म खुवाइदिइहाल्छु त्यहाँ खुरुको अनि नजिक सर नुन ठिकै लाग्यो ठिक छ ठिकै छ जेन्जी पाराको मौसमले जस्तो बनाएको हुनाले त्यसमा धान भएन हड्डी नखा हड्डी जेन्जीले सबै सकिदिएको हुनाले आज ढेँडो खानु पर्छ जेन्जीको कारणले हामी भात आउँछ नि भात अब आज ढेँडो खाने मामाको भोलि आँखा बनाउनु जाने ढेँडो खाएर फेरि भोलि आँखा त ठिक छ भन्दैन होइन हुन्छ कि हुँदैन म त होला जस्तो मान्ने बुवालाई झोल चाहियो हो चाहिएन ठिक छ ढेँडो त यस्तो गरेर छ यसो गरेर कप्प कसी फुत्दै निन्ने अलिकति हातले नि भान्न पर्यो नि त हो त्यस्तो हो नि त
त्यसरी निल्नु हुँदैन कि भात पनि निल्ने हो। तपाईँ भात त निल्ने होइन ढेँडो पनि निल्ने हो त कहाँ भात अहिले पिरो भएर चाहिँ पिरो हाले पिरो पिरो नभएर हो कि ठिकै छ पिरो छ है होइन खास ढेँडोमा त कडा पिरो खानुपर्छ मिठो हुन्छ नि त। मामा गाउँको कोदो ठिक हुन्थ्यो होला कि माथि खुर्सानी थियो होला त्यहाँ खुर्सानी हाम्रो घर थियो त जति ल्याएन त्यो तिम्रो घरको त्यही त हो नि सबै बिउ अहिलेसम्म भइरहेको त्यही बिउ हो तिमीले ल्याइ थियौ मेरो मास थियो तिम्रो त जिरी खुर्सानी नि थियो त होइन दाजु मास मासियो माथिबाट मुडो फ्याँकिदिएछ नि जम्मै भ्याजाम बुझुम भयो हो र लाउनु त सब थोक लगायो भने त एउटै हुँदैन र पनि। रातो माटो छ मोल धेरै चाहिन्छ नानी ओहो माथि परेन धरि खुर्सानी लगाएर यिनले मैले कम लगाएको छु फुलहरू हेर्न कति हुँदै हुँदैन रातो माटोले खाइदिँदो रहेछ क्या म मरिएर नि एक गाडी फुल हुनुपर्छ एक गाडीले त्यो या हुन्छ या हुन्न मरेपछि त मुडो भयो सिद्धिएन लाँदै यिनीहरूले त फुल त अवश्य लैहाल्छन् नि लान त दाइ भन्दा हामी अगाडि गयो भने चाहिँ के अन्त म मऱ्यो भने बुढीले त्यस्तै दुःख भएको छ अझै छ त्यो छोरो त्यस्तै भाउजू छ कहिले कमाएर कहिले दिन्थेन ठुलो भएपछि त राम्रो होला नि हो खुचेले भात ल्याएछ किन है भयो त्यति नै झुल्स्यो झुल्प्यो सानो पारा यस्तै छ अझै भात खान्छौ र अब खानु ल भयो आजो ढेँडो खान्छ होला नि यहाँ खान्छौ उहाँ ढेँडो खानु भने गएर खानु। हो त्यो हड्डी नखा यो त आमाले खाए खान्छ नखाए भने ऊ त बिरालुले खान्छ त्यसले धेर खाँदा कि खान्छ झोल हाल्यो तेल हाल्यो त्यो बिरालो हाम्रो घर छ कि अब भने त्यो बच्चा त्यसले लोक बच्चा हेर्दा खाँदैन रोजिना त खोजिरहेको थियो त नि बिरालो बिरालोको बच्चा कहाँ छ भने त्यो नि महा हरामी छ त्यसलाई कसले पानी दिएको भनेको मलाई मलाई थाहा छैन भने। ल त्यति भए पुग्दैन त होला नि बोल नि झोला दिउँ थोरै धेर भयो त झोल त तातो भयो अनि अहिले खाएको कस्तो घाँटीबाट लल्ल तातै गएको क्या सुरुमा बोला झोल मात्रै है मलाई म खानु टक्क भयो ल आइला लु भयो अब दाइलाई झोला दिउँ भयो पर्दैन नानी भयो नि धेर खानु लु यो ढेँडो त डुम्बै बनायो क्या भोलि पर्सिसम्म भोक लाग्दैन क्या यार हालेर खाबै खान्छु 2 दिनसम्मलाई अनि म त यसले अडिलो गर्छ कि भान्से घाँडा त मैले छिटै खान्छु म हालेर उ गरेको भएर तिमी त भोलि आउने भन्छ आज आयो त फेरि म आउने यहाँ भोलि मिटिङ नि छ त है त्यता नि पेट त रनाउन तात्यो त आउँदै त्यस्तै भयो मेरो सुरुमा भन्नै नै मिलेको क्या तातो भयो पानी मामालाई धेरै भयो क्या ढेँडो भएन म ठिक्क हुन्छ भ्याउनुमै भयो ढ्याँडो त यो त आहा तेज हुन्छ ढेँडो तर मलाई चाहिँ अति नै मनपर्छ मनपर्छ मलाई नि मन पर्छ अरूको चाहिँ मन पर्दैन यता नफाल्न त्यो देखेन हौ त्यही छेउमा राख न त्यही राख नखाए धम्का ढेँडो छ अहिले मसँग जाने सुत्नु है है हुन्छ तिमी भयो नि तर म तर त्यो प्रोग्राम लगाइदिन्छु ए सुनपछि अरे म त जान्नु फेरि राति टेन्सन हुन्छ यता त्यस्तो भयो अस्ति एक दिन सुत्छु भनेको क्या राति त यही हो तर म जान्छु भनिहाल्यो हो ठुलो बाबासँग सुन्नु सक्छ र सक्दैन ठुलो बाबा माबाट त घुस्रिन्छ हो र घुस्रिन्छ उहाँ भित्र जान्छ नि बस्दैन उम्, आइहाल्छ खुद्रु खुद्रु गर्दै ढेँडो थप्नै भयो त आमाको न्यास्रो भन्दा जे भयो नि लोकल कुखुराको झोल पो त पुग्यो दाइलाई त ढेँडो तर
खोइ पनि हेर्नै पर्छ ढेड छैन ढेँडो थप्नु हुन्न नि त तवा चाहिँ थप्नु होला जस्तो छ ताबा थप्ने रे भात छ कि छैन भात त छ अलिकति ल्याइदियो नि त ढेँडो खाएपछि भात खानुपर्छ कि नानी लास्टमा त्यसले चाहिँ सब मेकअप गर्छ अरे कि पेट त तातो भएर कस्तो भयो नि एक गाँस चाहिँ हाल्छ धेरै नहाल्छ ओए जोले ओ खाँदै हो हामी त ढेँडो अल फ्यामिली ह्याप्पी अल फ्यामिली ह्याप्पी सन्चै छ बाबु आज त मलाई निम्तो गरेछिन् बुहारीले टन्न खाएको तिमी आरामै छौ भाइ देखाइदियो नि त्यसको झाम्टे दारी पनि पालेछ त्यसले दारी काट बाबु बाला नै हो क्या कसलाई भोट हाल्ने हामी बालालाई हाल्ने भन्ने हो क्या ऊ स्याट नमस्ते बा भन्न ढोकिदिया बा भन् हामी त आज त एकदम दामी खै मलाई छैन ढेँडो अल्छी छ क्या भाउजू लास्टै त्यो झर्दै झर्दैन तिमी अल्छी रहेछ कामै नगर्ने त ढेँडै झरेन भयो मलाई एक गाँस पनि खानुपर्छ भयो मलाई न एक गाँस खानु त्यो ड्युटीमा कसो हो भाइ भएन कहाँ त्यत्रो मासु न भयो ज्यादामा हो कि यसलाई त अल्छी लागेको क्या सुत्न लागेको हो र ए गाडी रहेछ त कति बजे त्यहाँको साढे 5 भयो ए मलाई त तेरो घर टन्न बोला टन्न हान्दिएको आज फ्युचर कहिले काहीँ हो कति भयो 1 वर्ष भयो है गएको ल केटा के छ त परदेशी काम अब के गर्छ फुट्छ खुट्टा फुट्छ त्यो हात फुट्छ अब जाने होइन 2-4 वर्ष बसेर ट्याक्कै एउटा गाडी किन्ने पैसा ल्याएर के गर्नुपर्छ अब टोपी लाउने हो त माउरीको टोपी लाउने खान्छ नि के बिस्तारमै अझै कोठामा हो कि कहाँ हो के जस्तो नि बाबु अब परदेशको काम रोजी हामी त आज चाहिँ जान्छु भने आज काम छैन भने भयो तर दाम चाहिँ त्यस्तै हो होइन देखिरह तल पनि एक दिन लिएर गएको खै दाम पनि पाएन त्यहाँ 5,000 दिएन मलाई त्यस्तै हो त्यो ढाकाहरू मोबाइल फाल्दैलास् गरेर जान्छस् बाला ढोकिदियो भन्ने